पहिलो ब्लग हो। हामी चाहिँ अहिले टक्क केटाहरूसँग यो कतरा भन्ने ठाउँमा आएको छौँ यसो भिजिट गर्नलाई। ठाउँ चाहिँ एकदम रमाइलो टाइपको छ, राम्रो पनि छ। हरियाली चारैतिर रुखको बिरुवा। झोला झ्याम्टा बोकेर आएको छौँ। के छ झोलामा चाहिँ गाइस निकालेर हेरौँ न हौ। निकालो निकालो दाना निकालो। सभ्यता भन्ने चिज पनि राख्नुपर्छ एकटा हो। कति सिकाउनु भन त? बच्चामा भोटेको नाति साला हल्ला गर्छस् त मुला फाजी। मेरो त के कुरै छोडान मेरो र्याप सायरी सुन्छौ? भन न सुनौँ न। घुम्न जाँदा अलिकति बजेट छुट्याएको छु, गाडी भाडा तिर्ने अलिकति बजेट छुट्याएको छु। तिमी आउनु पिरै नगरी माया, तिमीलाई पनि मैले होटल किन लाने बजेट छुट्याएको छु। चटपटे खान समझ रहे हो ना? गाह्रो छ केटी बिना त अब घुम्नै नपाइँदो रहेछ यहाँनिर। अरे कहना क्या चाहते हो? सम्झे के बोल्नु छ यो विषयमा? यो अब केटीहरू नभएपछि यस्तै कसले नि बजाउँदैन, त्यही भएर अब छिर्नै दिँदैन यार। सेक्युरिटीले पनि गाह्रो छ यार। यसरी त गाह्रो हुन्छ कि। केटीहरू त थिए नि त्यहाँ बङ्गालीसँग प्याक रहेछ नि यार। नेपाली केटीहरू पुरै बङ्गालीले अब फसाउँदै रहेछ। के गर्नु गाह्रो छ यार बाटो। गाह्रो छ। अब एकजनाले अब दुईजना अब लिएर हिँड्नेछ के गर्ने त? हामी जस्तो अब नेपाली केटीहरू त कहाँ मर्नु भयो त? कौन है ये लोग? कहाँ से आते हैं? हामीलाई नै अब परेको रहेछ यस्तो देख्नुलाई। ठिकै छ, यो पनि झेलौँला। अब नेपाली केटीहरूलाई अब बङ्गाली अब धेरै मनपर्छ अरे। मान्छे कालो भयो भने मन अब सेतो छ भन्दा खै।